पीडा हुँदैन भन्ने कुरा बिल्कुल सत्य होइन। दोस्रो, अब तेस्रो कुरा चाहिँ अब मैले कुरा फेरिराख्छ आज भन्यो भने भोलि के भन्छ भन्ने चाहिँ एउटा बनाइयो नि। अब मैले त्यस्तो चाहिँ धेरै ठान्दैन। मेरो चाहिँ सोच्ने तरिका भन्नुहुन्छ भने मेरो हिजो जनयुद्धको तयारीको बेलामा भन्नुहोस्, जनयुद्धभरिको 10 वर्ष अवधि भनौँ, या तपाईँ यो शान्ति प्रक्रियामा आएपछि पनि म एउटा कुरा भनेपछि त्यसमा टाँसिराख्ने मेरो नेचरै छ। यो कुरा चाहिँ सायद मान्छेले ठिक ढङ्गले बुझेनन्। मलाई लाग्यो कि मैले यो कुरा त भने, तर यो कुरा ठिक ढङ्गले चाहिँ लागू भइरहेको छैन र हुने स्थिति देखिएको छैन भने चाहिँ मलाई अर्को ट्याक्टिस के हुन सक्छ त जो लागू हुन्छ सबैलाई मान्ने हुन्छ भन्नेतिर मेरो दिमाग गइहाल्छ। त्यही टाँसिएर भयो कि नेपालमा एउटा चाहिँ ट्रेडिसन के छ पार्टीहरूको, अब भनौँ न चाहिँ त्यो कङ्ग्रेस एमालेमा अलिक बढी कि चाहिँ एउटा भन्छ भनिराख्नुपर्छ भन्ने छ मेरो। यदि म त्यस्तै हुन्थेँ भने या त मैले जनयुद्ध सुरु गर्नै सक्दैन थिएँ मेरो नेतृत्वमा, म त्यतातिर पार्टीलाई लानै सक्दैन थिएँ। जनयुद्ध भइसकेपछि तपाईँहरूसँग आएर यसरी यो अन्तर्वार्ता दिने ठाउँसम्म म आउँदैन थिएँ, म अन्तै केही भइसक्थेँ या के हुन्थ्यो। किनभने मैले जनयुद्धको 10 वर्षभित्र हेर्नुभयो भने पनि तपाईँ प्रत्येक बैठकमा चाहिँ लिएका निर्णयहरूमा चाहिँ तपाईँ नयाँपन देख्नुहुन्छ। त्यहाँ पुरानोपनबाट नयाँपनतिर, त्यहाँ गतितिर, प्रगतितिर तपाईँ हरेक बैठकका निर्णय हेर्नु भने तपाईँ देख्नुहुन्छ। त्यसो नगरेको भए शान्ति प्रक्रियामा आउने कुरो पनि हुन्थेन। शान्ति प्रक्रिया आएपछि पनि मेरा प्रत्येक मैले गर्ने निर्णयहरू होइन, मैले सोच्ने तरिकाहरू यो भएन भने अर्को के हुन्छ भन्नेतिर हुन्छ। म यो भएन भने पनि भए पनि नभए नि यही हुनुपर्छ भन्ने खालको म छैन। यसैलाई तपाईँले यदि त्यो अर्थमा हेर्नुभयो, किनभने हामी जसलाई चाहिँ स्ट्याटस कोइस्ट भन्छौँ नि, यथास्थितिवादी या ट्रेडिसनल्ली सोच्नेहरूको नजरमा म के देखिन थालेँ भने अस्ति त यो भने थियो आज यो भन्छ भनेपछि के हो भने जस्तो एउटा त्यो कारण डाइनामिजम र चाहिँ तपाईँको चाहिँ अलिकति के भने रिजिडिटीको बिचको स्ट्रगल पनि हो यो। हेर्नुहोस्, यदि तपाईँलाई यो लाग्छ नेपालमा शान्ति प्रक्रिया हुनु, शान्ति सम्झौता हुनु ठिक हो भन्ने लाग्छ, तपाईँलाई नेपालमा गणतन्त्र आउनु पनि ठिक हो भन्ने लाग्छ भने तपाईँले प्रचण्डको यो चाहिँ ठुलो कमजोरीको रूपमा तपाईँले चाहिँ मूल्याङ्कन गर्न पाउनुहुन्न। गर्नुभयो भने ऐतिहासिक भुल गर्नुहुन्छ तपाईँहरूले। किनभने प्रचण्डले जनयुद्धको नेतृत्वमा एउटा अथोरिटी नबनाएको हुन्थ्यो भने चाहिँ यहाँ ल्याउनै सक्दैन थियो। यो कसरी सजिलै सक्ने कुरा हो यो। अनि प्रचण्डमा त्यो डाइनामिजम, त्यो गतिशीलता नहुन्थ्यो भने कसरी आउँथ्यो त? होइन, तपाईँलाई सबै चेन्ज गल्ती लाग्छ भने प्रचण्ड चाहिँ बडो चाहिँ अस्थिर, बडो कुरा फेरुवा ढटुवा के भन्न मन लाग्छ, जति गाली गरे पनि तपाईँ पाउनुहुन्छ। तपाईँ चेन्जको पक्षमा हो कि चेन्जको विरुद्धमा हो, पहिला त्यो तपाईँको हेर्ने नजरिया भनौँ न, तपाईँको आँखा चाहिँ कताबाट हेर्नुहुन्छ भन्ने हो। अहिले पनि मैले गएको 9-10 महिनामा मैले संविधान सभाको पुनस्थापना, यो बाबुरामकै नेतृत्वमा निर्वाचित सरकार या काङ्ग्रेसमा प्याकेजमा सहमति या स्वतन्त्र या अर्को 9 महिनामा हेऱ्यो भने एउटा हुँदैन भन्ने देखिसकेपछि त्यसमा म अडिराखिदियो भने त चिज त गतिमै जाँदैन। फेरि त्यहाँ त विस्फोट हुन्छ नि त, दुर्घटना हुन्छ। दुर्घटनाबाट बचाउने उद्देश्य रहेछ भनेर तपाईँले किन नबुझ्दिन् है? अब अर्को कुरा चाहिँ त्यसभित्र टार्गेट छ कि छैन भन्ने एउटा कुरा हुन्छ। फेरि टार्गेट मेरो छैन भने त फेरि मैले आज यो भने भोलि अर्को भन्यो भन्ने कुरालाई मेरो टार्गेट क्लियर छ। यो चेन्जलाई चाहिँ संस्थागत गर्नु र देशलाई समृद्धितिर लैजाने यो टार्गेटमा म दायाँ बायाँ गरेको छैन। मेरो मिसन, मेरो उही छ। त्यो मिसन प्राप्त गर्नको लागि कति बेला के गर्दा प्राप्त हुन्छ भन्नेमा म स्ट्याटिक छैन। यति कुरा हो। अब रह्यो तपाईँले अर्को भन्नुभयो नि चाहिँ के अरे भारत र चाहिँ चीनको बारेको कुरा भन्नुहुन्छ भने पक्कै पनि हामी शान्ति प्रक्रियामा आउने क्रममा हाम्रो भारतसँग पनि प्रत्यक्ष परोक्ष छलफल हुन थालेकै हो। अझ भन्नुहुन्छ भने शान्ति प्रक्रिया भनेर 12 बुँदे समझदारीमा सिग्नेचर भएको थिएन। म रोल्पाको जंगलहरूमा, डाँडाहरूमा, गाउँहरूमै थिएँ। मेरो भारतका केही बुद्धिजीवीहरूसँग फोनमा कुराकानी पनि त्यति बेला हुने गर्थ्यो। जो सहयोगी थिए, यहाँ अहिले राम कार्कीजी हुनुहुन्छ, उहाँलाई लगाइदियो जिम्मा, लो न त्यहाँ वातावरण मिलाउनुहोस् भनेर त्यसरी त्यहाँ कुरा हुन त्यति बेलै थालेको हो। जब गिरिजा प्रसाद कोइरालासँग
र एमालेको माधव नेपालजीहरूसँग मेरो कुरा हुन थाल्यो, भेटेरै कुरा हुन थाल्यो। माधवजीसँग त देशभित्र पनि देश बाहिर पनि विभिन्न ठाउँमा पटक पटक भेट हुन्थ्यो हाम्रो। गिरिजाबाबुलाई भेट्ने कुरा अलिकति चाहिँ कम्प्लेक्स हुन्थ्यो र उहाँले जहिले पनि भेट्न पर्यो भने दिल्ली नै जाऊँ भन्ने हुन्थ्यो। उहाँलाई दिल्ली सजिलो हुन्थ्यो अनि हामी चाहिँ बडो दुःख गरेर दिल्ली पुग्नु पर्थ्यो। फेरि म चाहिँ एकैचोटि लगातार 12 दिन पैदल हिँडेर म पुगेको छु चाहिँ बोर्डरमा। अनि यो सबै स्थितिबाट हामी जान्थ्यौँ र जाँदै गर्दाखेरि चाहिँ तपाईँको भारतका पनि अब सरकारसँगै सम्बन्धित मान्छेहरूसँग पनि कुराकानी हुन थाल्यो अनि शान्ति प्रक्रियाको सम्बन्धमा स्वतः हुने भयो। र 12 बुँदे समझदारी दिल्लीमा भयो भन्ने कुराले नै धेरै कुरा त त्यहाँ कसको सहयोग कस्तो थियो भन्ने कुरा त्यसले प्रश्न पारेकै छ। यो एउटा पाटो भयो। अर्को पाटो हामी कम्युनिस्टहरू नेपालका राइट फ्रम द बिगिनिङ चाहिँ हाम्रो ट्रेनिङ एन्टी इन्डियनिजमबाट नै सुरु हुने गर्छ। तपाईँ 6 सालदेखिको हेर्नुभयो भने दिल्ली सम्झौताको विरोधदेखि तपाईँ हेर्दै जानुभयो भने ओभरअलमा सबै व्यक्तिकै अनुपातमा त म भन्दिनँ, तर मेन ट्रेन्ड के छ भने भारतले हामीलाई थिचोमिचो गरेको छ। सुगौली सन्धि आउँछ अनि 1950 को सन्धि आउँछ अनि त्यसपछि सिमानाका कुरा आउँछन् अनि त्यसपछि चाहिँ व्यापारका विनिमयका कुरा आउँछन् र यो सबैमा हामी थिचिएका छौँ मिचिएका छौँ भन्ने नै ट्रेनिङ स्कुलिङ कम्युनिस्टहरूमा त्यही हो। र म त झन् जनयुद्धको बेलामा तपाईँको चाहिँ अब जरुरी पर्छ भने सुरुङ युद्ध गरेर भए पनि नेपाललाई अलिक बढी चाहिँ स्वाभिमान बनाउने भन्ने कमान्डर परे म चाहिँ। त्यो कुरा पनि कसैले बिर्सिन हुँदैन। रातारात जादु त हुँदैन, मैले जादु गर्नु सक्ने कुरा पनि होइन र गऱ्यो भने पनि टिक्ने कुरा पनि होइन। त्यसकारण म प्रधानमन्त्री भइसकेपछि पनि मेरो दिमागमा चाहिँ भारतसँग झगडा गर्ने भन्ने त सुरुमा थिएन। मेरो भारतसँग केही गरेर असल होस् भन्ने पनि मेरो थिएन। तर नेपालको हितलाई चाहिँ मैले अलिक बढी दरसँग नै चाहिँ राख्नुपर्छ। यो पटक म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पनि भएँ, पार्टीले मलाई गर्यो भनेपछि मैले राख्नुपर्छ भन्ने थियो। र मैले कतिपय कुराहरूलाई मैले आफ्नो स्वविवेकले निर्णय गरेर अगाडि जानुपर्छ भन्नेतिर चाहिँ म दृढ नै थिएँ। त्यो कथा म अहिले भन्दिनँ, फेरि पनि म त्यो कथा तपाईँलाई थाहा छ, त्यो भनिराख्नु परेन। तर मैले फेरि यो पोलिटिकल यो एक्सर्साइजबाट मैले के अनुभव फेरि गरेँ भने हाम्रो नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिएर काम गर्ने यो राजनीतिक र यो परिवेशमा आइसकेपछि तरिका पुरानोले हुँदो रहेन, नयाँ गर्नुपर्छ भन्ने